गाइज हामी अहिले लालापोटदेखि लगभग आज 4 मानको सपिङ गरेर आयौँ। भाइले चाहिँ 3 मानको जुत्ता किन्यो, मैले चाहिँ महँगो किन्न नसकेर 1 मानको जुत्ता किनेर आएँ। 4 मान खर्च भयो। अनि आइसक्रिम खान लाग्यो। यो गर्मी धेरै बढेर। अनि तिमीलाई कस्तो फिलिङ भइरहेको अहिले? कस्तो छ अहिले? तिमीलाई कस्तो लागिरहेको? नेपालको याद आयो बचपनको? कुल्फी होइन नि त, आइसक्रिम भन्छ भाइ। कुल्फी अर्को हुन्छ। बरफको याद आयो। कुन फ्लेभर हो? म्याङ्गो? तिम्रो के हो? म्याङ्गो। मलाई चाहिँ भिडाइदियो, भेलिना भिलाइदियो। भेनिला आफूहरूले भाइरलवाला खायो है। बचपनको याद दिला हामीले के गर्ने? यो दही जस्तो पनि छैन। हामी त यस्तो ल्यापा चाटा हामी त अब चम्चाले हो। बच्चा तिमीहरू पनि त झन् म बच्चा भए चम्चाले हो। चम्चाले त बच्चाले खान्छ रे। हाम्रो म्याडम हिरोइन देख्नु भयो। भाइ झन् हिरो, कपाल सपाल पुरै काटेर है, ह्यान्डसम देखिरहेको छ। तपाईँहरू पनि खाने यस्तै मिठो मिठो खानुहुन्छ भने यो कमाएको खामैको लालापोटमा आउनुपर्छ, लालगिरीलाई सम्झेर। सही हो। तिमी किन हाँसिरह? किन हाँस्दैछौ तिमी? आफ्नो बुढोको कुरा सुनेर मक्क भएर हाँस्या हो कि किन हाँस्या हो? ल गुड बाई। यो हाँसी जुस अर्को भ्लगमा भेटौँला। यस्तो रमाइलो गफहरू, लगभग रमाइलो भ्लगहरू हामी हालिरहेको हुन्छ। हेर्नु होला, लाइक सेयर कमेन्ट पनि गर्नु होला। हामी बारम्बार आइरहेको हुन्छौँ है त।